टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ आज दशैंको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै सम्बन्धी प्रसङ्गबाट। आज दशैंको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदैछ। देशभक्तिका नवदुर्गाका मन्दिर र शक्तिपीठमा आज पनि विधि पूजा मात्रै गरिनेछ। कोरोना संक्रमण जोखिमका कारण भक्तजनको भिड छैन। काठमाडौँका गृहेश्वरी मेतीदेवीय दक्षिणकालिनी कालिका स्थान शोभा भगवती तलेजु भवानी विजेश्वरी नसाल भगवती भवकाली र इन्द्रायणी सहितका देवी दुर्गाका शक्तिपीठहरूमा विगतका वर्षमा दर्शनार्थीहरूको भिड लाग्ने गरेको थियो। काठमाडौँ उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोर्खाको मानकामना लगायतका शक्तिपीठमा दर्शनार्थीको भिड लाग्ने गरेको भए पनि यसपालि सुनसान छ। नवरात्रि 9 दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कृष्ण माण्डा, पाँचौं दिन स्कन्दमाता, छठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि र आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ। बलि प्रदानका लागि प्रख्यात जनकपुर धामको राजदेवी मन्दिरमा यस वर्ष धनुषका प्रमुख जिल्ला अधिकारीले कुभिन्डोको बलि दिएर क्षमा पूजा गर्ने भएका छन्। मन्दिरमा कुभिन्डो काटेर बलि दिने चलन पहिलादेखि नै चल्दै आएको छ। कोरोना भाइरस संक्रमण फेलिन नदिन, बलि प्रदान र अत्याधिक भिडभाड हुन नदिन सतर्कता अपनाउन छ। जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राजदेवी मन्दिरमा हुने बलि प्रदानलाई रोकेर कुभिन्डो बलिलाई नै क्षमा पूजाको रूपमा लिने सहमति गरेको छ। जिल्लावासीको तर्फबाट सिडिओले कुभिन्डोको बलि प्रदान गर्नेछ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले भने, बलि प्रदानलाई रोक्दा पनि सक्ने प्रभावको भागीदार पनि मै हुन्छु। प्रदेश नम्बर 2 का अधिकांश जिल्लाहरूमा शक्तिपीठहरूमा निषेध आज्ञा लागू गरेको छ। भिड हुन नदिन सुरक्षाको विशेष प्रबन्ध मिलाएको छ। राजदेवी मन्दिरमा 8मीको राति एक दिन मात्र बलि प्रदान गरिन्छ। तर यस वर्ष पूजाको तयारी प्रभाव हुनु अगावै बलि प्रदान नहुने निर्णय भएकाले भिड हुने सम्भावना नरहेको बताइन्छ। बिहान लड्डु चढाउने भिडलाई समेत नियन्त्रण गरिने धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतले जनाए। सबैलाई सरकारी निर्णयको पालना गर्न आग्रह गर्दै उनले सुरक्षा समितिको निर्णय विपरीत कार्य नगराउने अनुरोध गरे। जानकी मन्दिरका स्वधिष्ठित उत्तराधिकारी मन्थ बनाउने राम रोशन दासले जानकी मन्दिरको नाममा प्रदेश 2 को सरकारबाट विभिन्न शीर्षकहरूमा तथा अन्य निकायहरू समेतबाट करोडौं रुपैयाँ निकासा लिई कथित समिति खोली आर्थिक हिनामिना गरेको आरोप गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले लगाएका छन्। जनकपुर धाम र हिन्दू संस्कृतिक विपरीत जानकी नवमीमा केक काटेर विवादमा परेका रोशन दासलाई कारबाहीको माग गर्दै गौ संरक्षण मञ्चका अध्यक्ष महासेठले तेस्रो चरणको कार्यक्रम प्रारम्भ गरेका छन्। रोशन दास गैर हिन्दू इशाराबाट प्रभावित भई सन्तान धर्म र संस्कृतिक विरुद्ध काम गरिरहेको आरोप लगाउँदै उनले भने, डलरको प्रलोभनमा परेर गैर हिन्दू क्रियाकलाप गर्नेलाई तत्काल कानुनको दायरामा ल्याउनु पर्छ। जानकी मन्दिर भन्दा फरक समिति बनाई विभिन्न निकायबाट लिएको रकम जिम्मा गरी झिकेर हिनामिना गरेको उनको आरोप छ। रोशन दासले गरेको अनियमितताको विभिन्न सञ्चार माध्यम र मन्दिरका महन्त राम तपेश्वर दास अन्य
दाताहरूले पटक पटक आरोप लगाएको उल्लेख गर्दै महासेठले जानकी मन्दिरलाई जोगाउन सबै पक्षलाई अगाडि आउन आग्रह गरेका छन्। 2 चरणको कार्यक्रममा सम्बन्धित निकायहरूले छानबिन र कारबाहीका लागि चासो देखाएन। उनको भने तेस्रो चरणमा जानकी मन्दिर र हिन्दू धर्मको रक्षाका लागि नागरिकलाई जगाउन घर दैलो सुरु गरेको बताए। अभियानलाई हिन्दू स्वयंसेवक सङ्घ धनुषा, हिन्दू परिषद नेपाल, राम युवा कमिटी, महावीर युवा कमिटी, जनक युवा क्लब लगायतले सहयोग र समर्थन गरेका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित वृद्धको मृत्यु भएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका 20 का 78 वर्षीय वृद्धको आज बिहान 3 बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिए। पीसीआर परीक्षण गराउँदा 2 पटकसम्म पोजिटिभ रिपोर्ट आएका वृद्धको पुरानो केही समस्या थियो वा थिएन भने केही खुलेको छैन। ती वृद्धको पहिलो पटक असोज 18 गते कोरोना पुष्टि भएको थियो। उनले दोस्रो पटक पीसीआर गराउँदा कार्तिक 1 गते शनिबार पनि रिपोर्ट पोजिटिभ आएको डाक्टर श्रेष्ठको भनाइ छ। टुडे न्युजमा एकैछिन व्यावसायिक विश्राम। यसपालि आउन नमिल्ने भयो आमा। यो दसैँमा निधार खाली नै हुने भयो। दसैँमा निधार खाली राख्न हुन्न नि बाबु। हाँस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै नयाँ साथी बनाउँदै विशाखोलाई मनाउँदै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै। नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोको फन। चोको 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 फन। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडीआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन क्या, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनु होला? सिमेन्ट चाहियो, त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? चुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपीसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपीसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? आशा हो तिमी मेरो, भरोसा हो तिमी मेरो, तिमी नै हौ सपना अटुट, तिमी सहयात्री मेरो। टिभीएस बाइक वा स्कुटर किन्नुहोस् र जित्नुहोस् स्योर सर्ट रु 9,000 सम्म वा 0% ब्याज दरमा फाइनान्स वा बजार मूल्य भन्दा थप रु 15,000 सम्म एक्सचेन्ज बोनस पाउनुहोस्। साथै बम्परमा किने पनि नकिने पनि अपाचे RR 310 जित्नुहोस्। टिभीएस, दशैंको आशा। नाममै यसको शक्ति छ, नाममै संगीत छ, नाममै पहिचान
पहचान छ नाममै यसको जीत तानसेन ओपीसी सिमेन्ट। विश्रामपछि स्वागत छ। अब बाँकी प्रसङ्ग। सरकारी स्वामित्वको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले आजबाट सहुलियत मूल्यमा खसी बोका बिक्री सुरु गरेको छ। दसैँलाई लक्षित गरी थापाथली स्थित बिक्री केन्द्रबाट सोमबार बिहान 8 बजेदेखि खसी बोका बिक्री सुरु गरिएको कम्पनी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिन्। कम्पनीको आइतबार बसेको बैठकले जिउँदो खसी तथा बोका प्रति किलो 560 रुपैयाँ तोकेको छ, जसमा प्रति किलो 10 रुपैयाँ छुट दिएर 550 रुपैयाँमा खसी बोका बिक्री गरिने सुवेदीले बताइन्। आइतबार र साँझसम्म मकवानपुर र दाङबाट 405 वटा खसी बोका थापाथली बिक्री केन्द्रमा आइपुगेको कम्पनीले जनाएको छ। खसी बोकाको जिउँदो मूल्य समान भएको र सो मूल्य गत वर्ष जतिकै भएको कम्पनीले जनाएको छ। नेपालबाट मनसुन बाहिरिएसँगै चिसो बढ्ने क्रम सुरु भएको छ। दिउँसो चर्को घाम लागेको बेला गर्मी नै भए पनि बिहान बेलुका भने चिसो हुन थालेको हो। न्यूनतम र अधिकतम तापक्रम अब बिस्तारै घट्दै जाने र चिसो बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मन्जु बासीले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाको आज बिहान 6 बजेको तापक्रम 16.5 डिग्री सेल्सियस मापन गरिएको छ। अहिलेको काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा हल्का कुहिरो लागेको छ। कुहिरो बिस्तारै हट्दै जाने र घाम लाग्ने मौसमविद बासीले जानकारी दिनुभयो। आज प्रदेश नम्बर 1 बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अरू ठाउँमा सामान्यतया मौसम सफा रहनेछ। अहिले कुनै पनि मौसम प्रणाली नदेखाएकाले अबको केही दिन सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो वर्ष गएको जेठ 30 गते नेपाल प्रवेश गरेको मनसुन 4 महिनापछि असोजको 30 गते बाहिरिएको थियो। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतका केही राज्यमा आजदेखि विद्यालय खुल्ने भएका छन्। पन्जाब, उत्तर प्रदेश, हिमाचल लगायतका प्रदेशमा आजदेखि विद्यालयहरू स्वास्थ्य मापदण्ड र सुरक्षा सावधानीका सतर्कता सहित खुल्दैछन्। उत्तर प्रदेश र पन्जाबमा कक्षा 9 देखि 12 सम्मका विद्यार्थीहरू विद्यालय आएर अध्ययन गर्नेछ। उत्तर प्रदेशमा 50% विद्यार्थीलाई एक दिन र बाँकीलाई अर्को दिन बोलाएर अध्ययन गराइनेछ, तर विद्यार्थीहरूलाई विद्यालय आउन अनिवार्य गरिएको छैन। पन्जाबमा विद्यालयहरू दैनिक 3 घण्टा मात्र खुल्नेछ। एउटा सिटमा 1 जना मात्र विद्यार्थीलाई बसाइनेछ। हिमाचल प्रदेशमा पनि कक्षा 10 र कक्षा 12 का विद्यार्थीलाई विद्यालयमा आएर अध्ययन गर्ने खुला गरिँदैछ। सिक्किममा पनि आजदेखि विद्यालयहरू खुल्दैछन्। त्यहाँको सरकारले जाडोको बिदा र शनिबारको बिदा समेत कटाएर नयाँ शैक्षिक क्यालेन्डर बनाएको छ। भारतको केन्द्र सरकारले अनलाइन कक्षा र दूरी सिकाइ डिस्टान्स लर्निङलाई अझै पनि प्राथमिकता दिएको र प्रोत्साहन गरिएको जनाएको छ। यसैगरी मुम्बईमा आजदेखि रेल चल्नेछ। बिहान 8:30 देखि बेलुका 8:30 बजेसम्म रेल चल्ने भारतीय सञ्चार माध्यमले जनाएको छ। हवस् त, यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छु। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।